हो दमकको भाइरल पुल अहिले बन्दै गरेको नयाँ पुल हो। यहाँ चाहिँ अब खतरा हुनेवाला छ साथीहरू बनिसकेपछि चाहिँ। अनि हामी चाहिँ आइपुग्यौँ जुन ठाउँमा हिँडेको थियौँ मेक्लाजुङ यो कुन ठाउँ भन्छ हो मेला लाग्यो जस्तो भइरहेको थियो अगाडिदेखि नै यहाँनिर चाहिँ यस्तो थियो साथीहरू। अब यहाँभित्र चाहिँ हेरौँ कस्तो छ है त। वासस्थान बस्नुहुने उहाँहरू चाहिँ यहाँ बस्नु हुँदो रहेछ। धेरै ठाउँबाट धेरैजना आजको दिनसम्म पनि राउटे समुदायका यी सबै दाजुभाइ दिदीबहिनीहरूलाई स्वागत गर्न आउनुभएको छ। हेर्नुहोस् त यतापट्टि किन जान्छ जाँदै घर मोबाइलले यता पनि हाम्रो सम्यक बस्तातिर पनि आउनु भएको फोटो खिच्नलाई पुरा पोजिङ होइन क्या। हामी पनि भर्खर आएको ए हो ल फोटो भिडियो बनाउन आउनु भएको हेरौँ। iPhone 17 होइन भाइ। किचन रुम आउँदैछ यता सिटिङ रुम रहेछ है साथीहरू। यतातिर चाहिँ यो चाहिँ किचन रुम रहेछ। फ्रिज पनि ग्यास अब कसरी भात पकाएर खाने यस्तोमा बिचक हुने पऱ्यो हेर्नुहोस्। अनि अर्को चाहिँ बाथरुम यहाँ रहेछ यस्तो रहेछ। बेडरुम चाहिँ यहाँ रहेछ। अब सुत्नु पर्यो भनेको कसरी सुत्ने हो पनि गलेर आएको मान्छे। ल यहाँ यस्तो रहेछ बेडरुम। यहाँ चाहिँ सोफा होला साथीहरू। उल्टो घरको भित्री दृश्य। अनि यहाँ यो झ्यालबाट चाहिँ यस्तो छ भ्यू। बिहान उठ्ने बित्तिकै यसरी भ्यू यहाँको हेर्दाखेरि चाहिँ साह्रै रमाइलो कस्तो नहोला होइन र।
अनि अर्को झ्यालबाट हेर्ने हो भने पनि यहाँनिर चाहिँ यस्तो छ साथीहरू, हेर्न सक्नुहुन्छ। कार चाहिँ अब यहाँ पार्किङ गरेको छ बाहिर। यस्तै रहेछ साथीहरू उल्टो घर चाहिँ। ल एरोप्लेनमा कहाँ गएको? विदेश गएको? विदेश गएको? वा गाडी पनि चढ्ने हो। बाई बाई गाइस, कोही बाई गर्न ल। मायालुलाई सम्झन्छु दिनको रात मैस्याङली छ ल ल। अब फोटो खिच्नुपर्छ पानमा, यता गिद्याएर के गर्नु। साथीहरू अब हामी चाहिँ लाग्यौँ घरतिर, घुमियो यस्तो रहेछ, यहाँ हेरियो, पानी पर्न आँट्यो। यतातिर चाहिँ मिठाई दोकानहरू रहेछ के जाति। यहाँ चाहिँ यस्तो रहेछ निसेलुङ अरे ठाउँको नाउँ चाहिँ यहाँको एक्ज्याक्ट। यो भ्यू चाहिँ कस्तो राम्रो देखिने, फोनमा भन्दा पनि अझ रियालिटीमा नि साह्रै राम्रो देखिने क्या। हामी त घुमेर एकदम रमाइलो गरेर आयौँ। तपाईँहरूलाई कस्तो के लाग्यो भनिदिनुहोस् न है। ल के को तपाईँलाई चाहिँ कस्तो लाग्यो त घुमेको ठाउँ? कस्तो राम्रो लाग्यो मलाई त। उहीँ बसौँ कि जस्तो लाग्यो, तर बसमा फेरि सबै साथीहरू छोडिहालेँ। अनि के गर्नु भनेर नि हामी फेरि बिर्त मर्दैन आएको। यस्तो टाढा बाटो रमाइलो गर्न आयौँ। यो त भाइरल एकदम अस्ति एकचोटि त अहिले त नाउँहरू रहेन बस्छ। आजको दिन चाहिँ हाम्रो यसरी नै रमाइलो गर्दै सकिन्छ साथीहरू। Thank you for watching. Bye.